हेलो नमस्ते वेलकम टु माई युट्युब च्यानल। आज हामी खाँदैछौँ स्वाचे र राइस होइन त। कस्तो हुन्छ हेर्नु है त। मेरो त यहाँ सब पुगेको छ। तपाईँहरू भिडियो चाहिँ हेर्नुहुन्छ तर सब्सक्राइब गर्नुहुन्न होइन। मलाई एकदम दुःख लाग्छ। जस्तै कि मेरो बुढी कस्तो छ है त गाइस। कसलाई मनपर्छ कमेन्ट गरिदिनु होला। च्यानललाई लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला। मेरो छोरो कति चकचक गर्छेस् ला। पहिलो बाइट है त गाइस। अमेजिङ। आजभोलि चाहिँ अलिक बिजी भएर भ्लगहरू बनाउन भ्याएको छैन है गाइस। अब यस्तै हो, काम गर्नु पर्यो। काठमाडौँमा बाँच्न बहुत गाह्रो भइसक्यो। मेरो यहाँ छोरोले धरि मलाई चेताउन थालिसक्यो। ओए बान्दा, पोर्क आज ग्रेभी ग्रेभी गर्छु भनेको साला पुरै फ्राई भएछ। तपाईँ सोचेको एउटा हुन्छ त्यो हजार छ। हड्डी चाहिँ कहाँ खाने हो? आमा त त्यो तन्जो नहोला आफूलाई मलाई पत्ता। पोर्कको कसलाई मनपर्छ कमेन्ट गरिदिनु होला। अब खाने नखानेहरूलाई त के भन्नु, मनपर्ने कमेन्ट गरिदिनु होला। च्यानलमा सब्सक्राइब पनि गरिदिनु होला। च्यानललाई भिजिट पनि गरिदिनु होला। मेरो नाम हो रोशन लामा। लाउँदिनँ मैले जान। भिडियो हेर्ने हुने जतिहरूले कुन ठाउँबाट हुनुहुन्छ कमेन्ट गर्नु होला है त। मेरो भिडियो कुन देशसम्म कुन ठाउँसम्म पुग्छ भनेर मात्रै सेयर चाहिँ गरेर नबिर्सिनु होला। मेरो छोरालाई ला कुन्टे ए भगवान्, तँलाई त मैले ल भाँच्दियो त्यो लुस त। त्यसलाई म यस्तो चढाउँछ त। अर्ग्यानिक जाँड घरमै बनेको होइन। घरमा बनायो भने राम्रो केही पनि हुँदैन गाइस होइन। अब यस्तै त हो नि। कुन्टे छोरो भात खाने होइन, त्यहाँ चाहिँ के सुन्ना। अब घरमा बनेको अर्ग्यानिक जाँड हो यो चाहिँ होइन। कसलाई मनपर्छ जाँड। म चाहिँ खासै धेरै खान कहिले खाने हो। अब यहाँ मेरो बाँदरमुखे छोरो यहाँ ल्याङ गरेर खाना खानलाई पनि अब दियो भने फालिदिन्छ, सबै उगालिदिन्छ। के भए गाँडको खाउँ। सानै कि त सानो हुँदा माया लाग्दो रहेछ। ठुलो हुँदै गयो टेर्दैन हेप्छ के भन्ने यस्तो गाह्रो खानु पनि के छ। ल है त गाइस, अब म चाहिँ ड्याङ्की ड्याङ मासु भात पड्काएर झप्प लगाएर सुत्ने हो। छोडे प्रिन्स आगा खान्छेस्। एक खुर्सानी खोज्न आउँछ क्या यो। अहिले मुखतिर आँखातिर दल्छ नि रुनलाई। यता चाहिँ त्यहाँ बस। ब्लग गर्न खासमा यो गर्मी महिनामा त त्यति साह्रो पर्क खानु चाहिँ नहुने हो। यो जाडोको लागि चाहिँ एकदम बेस्ट हुन्छ। गर्मीको लागि अलिक बेफाइदै हुन्छ। तर के खान मन लाग्छ, मिठो लाग्छ। मेरो बुढीलाई चाहिँ कुखुरा मासु मेरो बुढीलाई चाहिँ कुखुरा मासु मनपर्छ धेरै। र
भोलि लानु के छ र जिन्दगीमा हेरेर मर्नुभन्दा छेरेर मर्नु बेस भनेको यही हो होइन। हेरेर त मरिन्छ तर छेरेर मर्नु पऱ्यो भने यो छोरो पछि चाहिँ अड्दैन। Bebe हो उठ्छ खाना खान्छ मलाई। एउटा भाइजीको के भाइको हातमा यो घाउ बाङ्ला जस्तो देखिरहेको छ त पाक्छ त तैँले अब ढिँडो खाना त मन थियो के गर्नु। अब आफ्नो बुढी जागरिलो बनाउँछ बनाइ गर्छ खानै नपाउने भयो। त्यो हेर्दा साँच्चै के भयो ल ढिँडो खानु पर्यो एक दिन पिठो चाहिँ छ ढिँडो चाहिँ बनाउनु पाएन मलाई बनाउनु आउँदैन बुढीले अब उही त हो नि। अब नेक्स्ट टाइम मेरो चिकन करी विथ ढिँडो जति पनि अडियन्सहरूले सजेस्ट गर्नुभएको त्यो भिडियो एक्सपेक्ट गर्नुभयो अनएक्सपेक्टेड आउँछ है त गाइस। ल तेरो पनि भाँतिसकेको छ यताबाट कहाँबाट भेट्टा यसले कस्तो यता खतम रहेछ उता लाग्छ त्यसलाई। जन्मेको त यो शैतान नाकबाट सिगान चुइसक्यो आउँछ। खानी होइन खुर्सानी समात्न आँखा जिउँदैन खालि खुर्सानी चाहन्छ त्यहाँ आउँछ के भयो त ल परिसक्यो त्यहाँ दिमाग छैन भने होला छिनेको त तैँले गरेर तेरो हातले ठोक्यो। अब यस्तै गरिदियो थियो ठिकै पारिदियो। मैले मुख लाला तैँले हातै ठोक्यो ठोकाएर त्यो खस्यो खस्यो गतिले पनि खानु हुन्छ नि बच्चाले। मजा आयो त्यही खाना खायो मेरो जिन्दगी